ओके हेलो एभ्रिवान आजको दिन चाहिँ एकदम एडभेन्चर एन्ड एक्साइटेड हुनेवाला छ हैन किनभने चाहिँ आज चाहिँ हामी चाहिँ बर्दिया चाहिँ हैन जानेछौँ बर्दियासँगै बर्दिया राष्ट्रिय निकुञ्ज मात्र नभइकिन त्यहाँको वरिपरि चिसा पानी अनि पुलहरू पनि घुम्नेवाला छौँ हैन अनि त्यही भएर अनि आज चाहिँ हामी बिहानै 6 बजे जान्छौँ हामी आज पनि लेट भइसक्यौँ वी आर रेडी टु गो है Hello guys, finally हामी चाहिँ बवाई आइपुगे। बिहानको खाजा चाहिँ हाम्रो एकदम दमदार रेडी भइसकेको छ र सुषमाले मुखबाट र्याल चुकाइरहेको छ खाऊ सुषमा खाऊ स्टार्ट गर ल ओके अब चाहिँ अहिले चाहिँ हामी बबे आयौँ हैन अनि बिहानदेखि केही पनि खाएको थिएन भोक लागिसकेको छ हैन कति अहिले चाहिँ बिहानको 8 बजिसक्यो अनि पछि हामी खाजा खाएर चाहिँ आफ्नो जर्नी चाहिँ कन्टिन्यू गर्छौँ ल गाइस राम्रोसँग के बिग्रिसक्यो तिम्रो ल राम्रोसँग बिस्तारी अब चाहिँ हामी खाजा खायौँ हैन हामीलाई अर्धेको लेट भइसक्यो अब चाहिँ हामी जान्छौँ त्यसपछि चिसा पानी र खाना खान रोक्छौँ हेलो गाइस अहिले चाहिँ हामी बर्दिया राष्ट्रिय निकुञ्ज प्रवेश गरिसकेका छौँ अनि बाघ भेटिन्छ भन्ने धेरै डर थियो हामीलाई Feel like we're falling away. Maybe I just need to feel nothing to make it easier to turn away and leave. Maybe we're a fan of the flame. So why do I keep holding out my hand to get burned? I don't wanna clash anymore. I can hear the ghosts in the walls. It's telling me to run away, yeah. I don't wanna crash anymore. I can hear the ghosts in the walls. It's telling me to run away. हेलो त्रेतायुगमा भगवान् लक्ष्मी र विष्णु चाहिँ घुम्दै थिए घुम्ने क्रममा विष्णुको र लक्ष्मीको अलिकति खटखट झगडा भयो झगडा भइसकेपछि विष्णु भगवान्लाई रिस उठ्यो अनि विष्णु भगवान्ले लक्ष्मीलाई श्राप दिनुभयो श्राप दिइसकेपछि लक्ष्मी घोडी भएर यस पत्ताउन आइन् आइसके विष्णु भगवान् पनि एक्लै के गर्ने हैन विष्णुलाई पनि लक्ष्मी चाहियो लक्ष्मीलाई पनि विष्णु चाहियो त्यसो भएको हुनाले विष्णु भगवान्ले यसो विचार गरेर हेर्दा त लक्ष्मीको गल्ती त केही थिएन बिना गल्तीमा मैले श्राप दिएँ मैले गलत गरेको रहेछु मैले अब त्यो लक्ष्मीको उद्धार गर्नका निम्ति मैले अब कसरी लक्ष्मीसँग भेट गर्ने भन्दा अरू उपाय केही भएन अनि घोडाको रूप भन्दा बाहेक अरू केही थिएन अनि विष्णु भगवान पनि स्वयं आफू पनि घोडा भएर यस घोडाघोडी तालमा मिलन भएको भन्ने किंवदन्ती छ
घोडाघोडी ताल रहेको भन्ने चाहिँ पौराणिक कहानी छ। फाइनल्ली हाम्रो आजको लास्ट डेस्टिनेसन घोडाघोडी ताल चाहिँ आइपुगेछौँ होइन। यहाँ चाहिँ अलिकता घोडाको शालिग जस्तो रहेछ होइन। होइन पुरै कमलको फुलहरू देख्न सक्नुहुन्छ। एकदम ठुलो छ अरे, यहाँ बोटिङ पनि हुन्छ अरे होइन। हामी बोटिङ पनि गर्नेवाला छौँ। यो पानी चाहिँ यहाँबाट होइन यस्तो हो, रमाइलो छ। ओके ओके, यो घोडाघोडी ठाउँ चाहिँ होइन जस यहाँको लोकल्ली चाहिँ लास्ट एकदम फेमस ठाउँ रहेछ होइन। मान्छे एकदम धेरै भिड थियो त्यहाँनिर होइन। अहिले चाहिँ हामी चाहिँ घोडाघोडी ठाउँ चाहिँ एक्सप्लोर गर्न लागिरहेको छौँ होइन। जस राम्रो रहेछ होइन, एक्सपेक्ट गरेको थिएन यति राम्रो छ होला। पुरै ठुलो छ, कमलको फुलहरू फुल्यो। अनि हिँड्ने ठाउँहरू पनि एकदम राम्रो बनाएको रहेछ है। लेट मी सो यु होइन। अनि पुरै यहाँ साइडमा चाहिँ होइन कमलको फुलहरू मस्त हेब्बीली एकदम बवाल टाइपले चाहिँ होइन फुलिरहेछ। जे होस् यहाँनिर चाहिँ यहाँ भएको तालहरूलाई यहाँको उसहरूलाई चाहिँ भरपुर सदुपयोग गरेर चाहिँ जे होस् एउटा टुरिज्म प्रमोसन अट्र्याक्टको लागि चाहिँ राम्रो ठाउँ बनाएको रहेछ। केज फार्मिङ यो चाहिँ हाम्रो हिरो हो। अनि उसले चाहिँ उता हिरोनीको चाहिँ फोटो खिचिदिइराखेको छ भनेर उसले भनेको हो। हिरोले नै त्यस्तो भन्नु भनेर भनेको हो। 1 2 3 गो। हाम्रो हिरो चाहिँ काले भयो नि, ह्यान्डसम छ अरे। अनि 1 2 3 गो। हाम्रो हिरोइनको चाहिँ पारा नै छुट्टै छ। त्यो चाहिँ हाम्रो हिरोको साथी हो। वान्स मोर हिरो, हिरो वान्स मोर। फेरि अघि के गरिदिएको थियो गरिदेऊ त, गरिदेऊ न हिरो। ओहो पुच्चीको पोज। चलो साथी पेट हल्का लुगाएर जाऊ। सरोज पेट घटाएन यार। विश्व सरोज दाजु टाउको मिलाऊ यो मिलाऊ भन्छ, मलाई चाहिँ केही मिलाऊ। त्यति राम्रो थियो नि त। Where are you going? We are going to Tree house. चढ्न मिल्छ, चढ्ने ठाउँ हुनु पऱ्यो नि चढ्नलाई। हेलो गाइस, अब चाहिँ हामी यो के रिसोर्समा यो घोडाघोडी लेक। हेलो गाइस, अब चाहिँ हामी यो घोडाघोडी लेकबाट घुमेर होइन अनि अब यहाँबाट फेरि हामी चिसोपानी कर्णाली ब्रिज जाँदैछौँ। अनि आज चाहिँ हामी यहाँ बोटिङ गर्न पाएनौँ किन भन्दा यहाँ एकदम गोहीहरू चाहिँ लेकमा निस्किरहेको थियो। अनि त्यसले गर्दा चाहिँ हामीले बोटिङ गर्न पाएनौँ। अनि ठिक छ, रमाइलो भयो एकदम। सुषमा आउने यता, धेरै रमाइलो भयो। ल यो विश्वको भ्लग हामी अब यहीँ इन गरिदिन्छौँ है। घोडाघोडीको चाहिँ अब फेरि भोलिको हामी नयाँ भ्लग हाल्नेछौँ। स्टे ट्युन गाइज। ओके, हामी चाहिँ अब घोडाघोडी तालबाट चाहिँ ब्याक टु द बर्दिया जाँदै थियौँ होइन। पुरै बाटोमा चाहिँ पुरै आकाशहरू पुरै कालो भएर चाहिँ पुरै पानी परिरहौँ है। पानी झन् ठुल्ठुलो पर्दै गयो होइन। गाइज हामी चाहिँ फाइनल्ली यो कर्णाली ब्रिज आइपुगेको छौँ है। हजुरहरूले यहाँ देख्न सक्नुहुन्छ यो लङ्गेस्ट ब्रिज हो नेपालको, 500 मिटर छ। अनि यो चाहिँ 2050 बेसमा इस्टाब्लिस भएको रहेछ। अनि त्यसपछि चाहिँ अहिले चाहिँ पानी परेर हामीले त्यस्तो राम्रोसँग यहाँको फोटो भिडियोहरू लिन सकिरहेको छैन, तर त्यो रमाइलो भइरहेछ। म हो, यो चाहिँ कर्णाली खै कर्णाली ब्रिज हो। त्यो चाहिँ नक्कली केटी हो। चाहिँ हाम्रो हिरो विश्व फोटोग्राफर। यो चाहिँ हाम्रो प्यारी हिरोइन रश्मिता श्रेष्ठ। सी इज गिभिङ डिफ्रेन्ट पोजेस।
कर्णाली ब्रिजमा चाहिँ फोटो सेसन चलिरहेको थियो अनि उसले चाहिँ डिफ्रेन्ट पोजेसहरू चाहिँ हामीलाई सिकाइराखेको छ कसरी गर्ने हो डिफ्रेन्ट पोजेस देखाइदेऊ डु इट मोर ओके यु क्यान सी होइन मेरो ब्याकग्राउन्डमा चाहिँ यो चाहिँ होइन कर्णाली पुल छ होइन जुन चाहिँ अघि हामी यही बाटो गएको थियौँ त्यति बेलामा घामसाम लागेको थियो त्यही हामीले केही पनि एकदम भोक पनि लागेको थियो खाना खाएको थिएनौँ होइन त्यही भएर हामीले चाहिँ खिच्न सकेन मैले हामी घोडाघोडी तारबाट फर्केको छौँ अनि त्यसपछि मौसम पनि क्लियर बस्छ पानी पर्यो यु क्यान सी कर्णाली पुल होइन अनि यो चाहिँ 2050 सालमा चाहिँ गिरिराज प्रधानमन्त्री हुँदाखेरि चाहिँ बनेको रहेछ होइन अनि 500 मिटर लेन्थ यहाँदेखि त्यहाँसम्म रहेछ अनि यो पुलको विशेषता भनेको चाहिँ एउटै पिलरमा चाहिँ पुरै यो फुल ब्रिज चाहिँ डिपेन्ड छ क्या जस्ट बनेको छ अनि पुरै तारहरू गरेको छ एकदम दामी छ होइन बबाल छ होइन मान्छे चाहिँ यहीँ भनेर पनि घुम्न कति आउँछ अनि हाम्रो साथीहरू पनि पहिला हामीले पिकनिक खान आएको थियो होइन कतातिर खाएको थियो लेट मी सो यु यतापट्टि होला मेबी यतै तल कतैतिर बसेर खाएको होला पानी नपरेको सिजनमा होइन यो चाहिँ ब्रिज हो ट्याक 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 कस्तो लाग्यो तिमीलाई यो ब्रिज कस्तो लाग्यो कति ठुलो लाग्यो ठुलै हो त रमाइलो भइरहेछ नि ओके अब हाम्रो भ्याइयो अब हामी घर जानुपर्छ घर होइन अब हामी बर्दिया जानुपर्छ अनि हामी त्यहाँनिर बर्दिया हो नेक्स्ट डेस्टिनेसन हामी बर्दियामा बस्छौँ त्यसपछि भोलि हामी जिप सफारी र जङ्गल सफारी गर्छौँ हेलो गाइस हामी चाहिँ होइन राष्ट्रिय निकुञ्ज बर्दिया राष्ट्रिय निकुञ्ज आइपुग्यौँ अनि निकुञ्जको गेटमा आइपुग्यौँ अब यहाँबाट चाहिँ हामी ट्याक्क लगाएर भित्र जाने हो 13 किलोमिटर छ अरे होइन अनि त्यसपछि चाहिँ हामी होमस्टे खोजेर त्यहाँनिर ट्याक्क आजको द इन्डिङ गर्छौँ पानीले पुरै चिसो भइरहेको छ होइन रश्मिता जाडो भइरहेको तिमीलाई नाइ म छैन ल ठिक छ अनि सरोज र सुषमा चाहिँ हल्का अगाडि पुगेको थियो भर्खर उनीहरू पनि आइपुगेको छ अब जान्छौँ हामी चाहिँ तल है ल पुगेपछि भेटौँ ल अहिले चाहिँ हामी ठाकुरद्वारको बागचोक आयौँ बाग रियोमा हेर्न नपाएँ स्ट्याचुमा चाहिँ हेर्न पायौँ फाइनली हामी चाहिँ बर्दिया राष्ट्रिय निकुञ्जको एकदम कोर एरियामा आइपुगेको छौँ यो मेन गेटमा यो चाहिँ हाम्रो राष्ट्रिय निकुञ्जको मेन गेट भयो एकदमै राम्रो छ साथीहरू हैन हजुरहरुलाई पनि मोस्ट वेलकम छ सुषमा कस्तो लाग्यो
हाम्रो केटाहरू चाहिँ बाघको अगाडि डराएर यहाँ बसिरहेको छ। अब मै नगइकन नहोला जस्तो छ। ओके हामी चाहिँ होइन त्यहाँदेखि होइन डल्ला होमस्टे भनेर थारू कम्युनिटीबाट खोलेको होमस्टे भनेर हामी वहाँदेखि 5-6 किलोमिटर कति बाटो आयौँ है। तर यहाँ चाहिँ एकदम मान्छेहरू खासै नआउने भएर चाहिँ जस्ट प्रिपेयर गरेर नराखेको हुँदो रहेछ। अनि अब फेरि ब्याक टु द रिजोर्टमा जान लाग्यौँ है। हामीलाई यसो हेर्दाखेरि राम्रो होला जस्तो लागेन। द्याट्स वाइ दुःख पायो रश्मिता। बर्दिया जङ्गल रिजोर्ट ओके फाइनली वी आर ओके हेलो गुड मर्निङ एभ्रिवान होइन। हिजो बेलुका चाहिँ हामी नपाएर पुरै खोज्दा होइन पुरै रात परेको थियो। अनि फाइनल्ली हामीले चाहिँ एउटा रिजोर्ट पायौँ। अनि त्यहाँनिर बस्यौँ। हिजो राति एकदम धेरै लेट भयो, टायर्ड भएको कारणले हिजो भिडियो बनाउन सकिनँ थियो र अहिले चाहिँ मैले चाहिँ अब बनाउन लागिरहेको छु। अनि यहाँको ब्याड न्युज भनेको चाहिँ के भन्दाखेरि रातभरि पुरा मस्त पानी परेको थियो होइन। अनि त्यही भएर मेबी आज जङ्गल सफारी हुँदैन होला होइन। तर पनि अब म चाहिँ होइन यो रिजोर्ट भन्दा पनि अब बाहिर के कस्तो छ अलिकति रमाइलो जस्तो छ। एकचोटि सट्ट लगाएर टुर हान्छु होइन। ओके लेट्स गो द टुर। दिस इज द रिजोर्ट हामी हिजो राति बसेको थियौँ होइन। पुरै माटोको एकदम जस मौलिक पुरानो ढल्किन टाइपको रहेछ होइन। हामी स्कुटी यहाँ पार्क गरेको थियौँ होइन। अब चाहिँ हामी चाहिँ बाहिर जाँदैछौँ होइन। यहाँ पुरै अम्बाहरू पाकिरह यस्तो छ। अलि अफ सिजन भएको कारणले गर्दाखेरि चाहिँ खासै मेन्टेनेन्स र राम्रो छैन रहेछ होइन। अनि हामीलाई चाहिँ पुरै नाइट क्याम्प फायरहरू गर्ने त्यो खाना खाने टाइपको ट्याक्क। अनि बाहिर चाहिँ त्यस्तो रहेछ होइन। ओके यही हो। अब जामै त यसो एक राउन्ड यो बसतिर चाहिँ घुमेर आएको बेलामा अनि त्यसपछि मिल्छ नि जिप सफारीको हुन्छ हुन्न सोधेर आउँला है त। ओके बाई। ओके यो चाहिँ हाम्रो हिजो खाना खानु दाइ जिप सफारी त हुन्नलाई अब आज क्यान्सिल। त्यही त यसो घुमेर आउँछु एकछिन। होइन ओहो माइको सुषमा हेर न अगाडि। ओके यहाँ चाहिँ पुरै छुट्टै दुनियाँ रहेछ। हामी हिजो बसेको ठाउँ चाहिँ बर्दिया जङ्गल रिजोर्ट बर्दिया नेसनल पार्क होइन। नेसनल पार्कको आर्मीहरू होला होइन वाकमा आएको टाइपको। अनि यहाँ चाहिँ मान्छेहरू चाहिँ पुरै माछा मार्नलाई बर्दिया होइन। माछा मार्ने ठाउँ भनेको सुषमा आयो खोला हो कि यो मान्छेले झिकेर राखेको हो के रेसिसेर रिसोर्ट रहेछ पुरै रिजोर्ट टाइपको रहेछ होइन। त्यहाँ दिदीहरूले चाहिँ माछा मार्न लाग्छ। माछा मार्ने हो पर्छ के दिदीहरू चाहिँ अब यहाँ माछा मार्न जान लाग्छ होइन। हामी सकेसम्म क्याच गर्ने प्रयास गर्छौँ। अब सुषमा जा मिठा छ। त्यो खोला होइन कि सुषमा त्यो अघि नै कर्णाली खोला थियो नि त्यसलाई चाहिँ डाइभर गरेर लिएर आएको हो कि। हो यो नहर हो कि नहर टाइपको नहर भन्छ ल दामी पात पर्यो
उता दिदीको माछा पर्यो जस्तो है। एउटै खोलामा दिनदिनै माछा मारेर कति पर्छ होला है। दिनदिनै माछा मार्छ यहाँ। भयो Maybe I just need to feel nothing to make it easier to turn away and leave. Maybe we're fan and flame, so why do I keep holding out my hand to get burned? I don't wanna clash anymore. I can hear the ghosts in the walls. It's telling me to run away, away, yeah. I don't wanna crash anymore. I can hear the ghosts in the walls. It's telling me to run away. हात्ती 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 दर्शन गर्न पाइयो। ओके फाइनली हामी चाहिँ अब रेडी भइसक्यौँ। हाम्रो नास्ता पनि रेडी भइसक्यो। अब हामी खाना खाएर चाहिँ होइन बर्दिया नेसनल पार्कमा गएर एकछिन अलिकता हाम्रो आज जिप सफारी हुनेवाला होइन, त्यही भएर खानासाना एकछिन घुमेर हामी चाहिँ त्यसपछि चाहिँ ब्याक टु द होम जान्छौँ। सुषमा चाहिँ पुरा घुम्न आउँदा पनि पुरै क्लास लिइरह किरा परेछ। अब चाहिँ हेलो गाइज गुड मर्निङ। अब चाहिँ हामी यहाँबाट चाहिँ निस्किएर होइन यो बर्दिया जङ्गल रिसोर्टबाट निस्किएर चाहिँ हामी बर्दिया नेसनल पार्कको एरिया पेरिफेरीको जस टुर गर्न जाँदैछौँ। आज चाहिँ हाम्रो अनफर्चुनेटली आज चाहिँ हाम्रो जङ्गल सफारी चाहिँ इम्पोसिबल भयो भनौँ न होइन, किन भन्दा एकदम हेभी रेन भयो बिहान चाहिँ। अनि त्यसले गर्दा चाहिँ अब बाटोहरू हिलो छ, यस्तै हो नेपालको बाटो, अनि गाडीहरू फस्ने सम्भावना हुन्छ। त्यही भएर आज जङ्गल सफारी भएन। अनि जे होस् हामी त्यहाँको पार्कहरू चाहिँ हेर्छौँ, त्यहाँ पनि बाघहरू हात्तीहरू देखिन्छ भनेर भन्नुभएको दाइले। अनि त्यही गएर हेर्छौँ होइन। के गर्दैछन्, बिलिङ गर्दैछन्। कुन कुन बर्डहरू छ भनेर छ रहेछ यहाँनिर, यहाँ के बर्डहरू पाइन्छ भनेर ट्याक्क। अब हामी राष्ट्रिय निकुञ्जको भित्र आइसकेका छौँ। अनि यहाँनिर चाहिँ कस्तो कस्तो स्ट्याचु जस्तो देखेको है, रोह हेर न आँखामा। रोको होइन कि आँसु आएको। खोइ कुन हो गैडा? ओहो हात्ती रहेछ यहाँ, गैडा पनि छ अरे यता। गैडा छ राइनो, वान हर्न राइनो हो। अरे ओए फोटो ले
हात्तीमा चढ्नु मन लाग्छ। मदर जात्रा काली One hathi is greeting to another hathi. खुसी भयो। भिज्न पाइन्न। नाम लिएर बोलाएको हेर्नु अगाडि फर्केर पुऱ्याइदियो। हेलो Oh my goodness, त्यो सुसुए गर्दै। यस्तो गरेर अगाडि फर्केर उसको पवन पनि यसको ठाउँमा ओके, त्यहाँनिर चाहिँ हात्ती र अनि यतापट्टि साइडमा चाहिँ गैडा थियो होइन। अनि हामीले एकछिन हेऱ्यौँ, मस्त लगाएर होइन, फोटोसोटो खिच्यौँ। पवन काली रहेछ एउटा हात्तीको नाम चाहिँ होइन। यहाँ राष्ट्रिय गुजराती सानो सुन्दै बोल्नु पर्छ होइन। यहाँनिर बाघ छ, बाघ बेङ्गल टाइगर। हेलो हेलो बाघ, हेलो दोस्त, साथी हेलो। हामी चाहिँ हात्ती गैडा बाघ हेऱ्यौँ। अब चाहिँ यहाँ चाहिँ गोही प्रजनन के यो चाहिँ गोही प्रजनन केन्द्र हो। त्यहाँनिर यु क्यान सी होइन त्यो सुत्यो सबैजना। सुस्मी उयो बाहिर हेर न। यु क्यान सी होइन बेबी क्रोकोडाइल। अलिकता अलिक धेरै नै सानो छ, अलिकता त्यसको चाहिँ ठुलो भएपछि चाहिँ अनि यहाँ चाहिँ माउ गोहीहरू छ। गाउँछु रश्मिता रुको त, त्यसलाई पैसा दियो त त्यसले पैसा समात्छ। यहाँ पनि धेरै स्त्री ल्याएर केयर एन्ड म्यानेजमेन्ट छैन। ओके, आजलाई यति नै। सी यु इन नेक्स्ट ब्लग। टुटुडु।